क्या हेर्न कुनै बल्ल फुले ढुङ्गा है यस्तो भयो कुनै चाहिँ भनिसकेको छ है तर यो हामी त घरदेखि त हामी पाइन्छ कि पाइन्न भन्दै त्यो दोधारमा परेको थियौँ नि यहाँ लाली गुराँसको बनाइ भेट्यो नि तर यहाँ एउटा बाक्लै रहेछ जोसी त्यो गाइज हामी फाइनली धेरै त सिक्यो थोरै थोरै है पुरा गइन्छ क्या धेरै यहाँ सो हे गाइज गुड मर्निङ वेलकम ब्याक टु माई च्यानल। आयो सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु, आरामै छु। अनि यता भान्जा पनि सन्चै छन्। अहिले चाहिँ म गाउँतिर आएको छु होइन बजारदेखि। अनि गाउँतिर आएको यसो कुरा गरेको त गुराँस फुलिन्छ अरे क्या चौकिलोटे भन्ने ठाउँमा यहाँ माथि यहाँबाट बना माथि जानुपर्छ यतातिर यसो गुराँस सुराँस हेरौँ कस्तो भइन्छ भनेर हिँड्न लाग्यो। अनि यस्तो खानासाना नि खाइयो, खाना खाएपछि हिँड्न नि पर्छ होइन, त्यही भएर जाम भनेर हिँड्न लाग्यो। अहिले चाहिँ 11 बजिसक्यो क्या त 11 बजे होला हामी हिँड्दैछौँ। त्यसपछि आएर नुहाइधुवाइ गर्ने अनि जानियो फेरि बागलुङतिर भान्जा र म दुइटै। अहिले चाहिँ गुराँस हेर्न हिँडिरहेछौँ। कस्तो फलेछ कि फले होइन भन्दा त सुनेको हो त्यहाँ फलिन्छ भनेर, फलिन्छ कि फले होइन गुराँस फुल्न क्यारिन्छ भन्ने कुरो हो क्या। त्यसपछि त्यतै गरेर के हुन्छ फुलेका यसो हेरौँला एउटा टिपौँला आम्ला नफुलेका हिस्सा परेर आम्ला ल। अहिले चाहिँ हाम्रो गाउँमा सिँचाइ खतरा भएको रे, ऊर्जा खोलादेखि आउँछ कुलो सबैले धान रोपेन छन् नि अहिले कसैले नि। अब पोहोर परारतिर त्यो बर्खा धान रोप्न नि पानी कुर्न पर्छ गरे, आकाशबाट पानी आयो भल्ल रोप्ने, अहिले त कुर्न पर्दैन यहीले रोप्छन्। लगाइ जब उकालो नि हामी उहीँ गएर भेटौँला। ए आऊ भान्जा छिटो, बाटो फेरि यस्तो छ कि खत्तम। अनि यहाँ लोकल केरा लिएर हिँड्छ नि यसैले मुरे केरा घरै फलेको घरले पाकेको हो नि त। लगाइ जब अलि माथितिर गएर भेटौँला है त। सो अहिले चाहिँ हामी बन्न आइयो होइन। पहिला हामी यस्तो ठाउँमा चिप्लेटी खेलिन्थ्यो यार, यहाँबाट यस्तो छ नि ठाउँ खुर्र तल जाने यस्तो ठाडैमा सेउला सोर्न आइन्थ्यो अनि चिप्लेटी खेल्ने। कसै डर नलाउने, अहिले त देख्दा नि काली लाग्दै हुन्छ। यस्तो छ है हाँडा चिप्लेटी खेल्दै आइन्थ्यो। अझ उहाँ माथि टपदेखि चाहिँ त्यहाँ तलसम्म छ त्यहाँ चिप्लेटी खेल्दै आउने पुरा ढाडसाड पुरै खत्तम हुन्थ्यो त्यहाँ दोधारेर डर नलाउने क्या। अहिले त यार सम्झिँदा नि सिरिङ हुन्छ पहिला है। केटाटी यहाँ त केटाटी दिमा के हो क्या सेउला सोर्न आउने अनि चिप्लेटी खेलेर बस्ने क्या मस्त उहाँ माथिदेखि। सो गाइज होइन उकालो आउँदा थाक्यो। मेन भनेको त्यो अहिले चिप्लेटी खेल्ने भनेको नि यहाँदेखि हो कि यहाँदेखि उहाँसम्म आमाको छोरा यस्तो छ फेरि ठाडै छ है। यहाँबाट चिप्लेटी खेलिन्छ अझ यहाँदेखि र अझ माथिदेखि हो त्यहाँदेखि हो खास मेन हो त्यहाँदेखि चिप्लेटी खेल्ने अरेको त्यहाँ यस्तो कुलो एकचोटि बाढी आएर चाहिँ क्या नि यस्तो ढाँगो राखेन हिँड खेल्ने हो। ए के छ भान्जा ठगेला। अब हामी लाली गुराँस भएको ठाउँमा आउन लाग्यो होइन, लगभग 5 मिनट लाउँछ यहाँदेखि। छन के छ भन्ने कुरो हो क्या गाई नबगाए त हामी त हेरे भइन्छ होइन। अहिले चाहिँ यो उस पनि खत्रै भएको कि यो वन त्यो पातहरू नयाँ पलाखा नि त पहिलाको पुरानो पात झरेर यो सेउला यस्तो भएको कि त्यही भएर अनि नयाँ पलाखा हरियो भएको कि दामी यस्तो चिल पाराको। अनि यहाँदेखि हाम्रो पारी बास्कोट यता खतरा देखिन्छ होइन, वारी बास्कोट छेकेछ फेरि पारी बास्कोट यता भयो है, यता चाहिँ वारी बास्कोट होइन। सो अब ठ्याक्क हामी अब मोटर बाटो आउँछ, मोटर बाटो आएपछि भेटौँला है त। सो गाइस अहिले चाहिँ हामी मोटर बाटो भएको ठाउँमा आइयो है। मोटर बाटो चाहिँ फेरि बनाउन लाग्ने के भन्नाले पहिला बनाएको थियो सर्ने अनि अप्ठ्यारो ठाउँमा ढलान गर्न लाग्ने बिस्तारै होइन बाटो चाहिँ हुँदैछ। तर यहाँ मस्त बिसाउने चौतारी थियो सब पुर्रेछ। अनि यहाँ खतरा औसलुको बुटो थियो यार, सब गर्छ नि अब खानै पाइँदैन, सब यहीँ फाल्दैछन् माटो साटो। औसलु खतरा फल्छ यार, यहाँ त अड्डै थियो नि औसलुको खतरै थियो तर खाना पाइएन, बन्द भयो नि त यो पुरिदियो पुरै। यहाँ माने खतरा यहीँ बाटैदेखि खान पाइँदैन।
बाटो चाहिँ यस्तो बनाएको होइन जोस् बन्दैछ बाटो अब बाइक साइक हान्ने हो भन्ने क्या अनि लाली गुराँस चाहिँ फल्ने हो त्यहाँ यार खै बोटो सुटो देख्दिनँ म त यहाँ काँडा फाले आइछ नि लाली गुराँसको कसले यहाँ रहेछ एउटा टुप्लुक्क देखियो दुईवटा फले आइछ यहाँ कि कहाँ खै यहाँ रहेछ थोरै आइछ ल जेस लाली गुराँस चाहिँ देखियो होइन गाइस ल बाटो फेरि यस्तो औडै रहेछ अब फोन राखेर यस्तो राम्रै जान्छ अनि त्यता अलिक सहिलो त्यहाँ गएर बनाउँछ है गाइस सो है हामी ठ्याक्क त्यो गुराँस भएको ठाउँमा आइयो तर साना इतुरका छन् क्या गुराँस नि मलाई अड्डामै भन्छ है त्यो मैले टिकटक हेर्छु यार खतरामा लोबै लाउने हुन्छ कि उता ढोरपटानतिर कतातिरको है माथि जलजलातिरको हाम्रो चाहिँ गुराँसै धेरै छैन किनकि लेकतिर हुन्छ नि हाम्रो खासै लेक होइन माथि लेकतिर त हुन्छ होइन हाम्रो चाहिँ ठिक्कको ठाउँ हो कि यहाँ यस्तो सानो खाने यस्तो सानो खान कुनै बल्ल फुले खेल्न लाए यस्तो भए कुनै चाहिँ फलिसकेको छ होइन तर यो उस चाहिँ बुटो त डह्रो हुन्छ क्या जस गुराँसको गाइस ए ठ्याक्क छ है यहाँ यताखेरि सल्लो ढले है गुराँसको चाहिँ दबाई हुन्छ अरे गाइस त्यो के अड्किन्छ नि घाँटी यहाँ त्यो अड्क्यो भने उयो खायो भने जान्छ है कमसम्म केही अड्क्यो भने अनि पखाला लगाएको पनि सन्चो हुन्छ भन्थ्यो के भन्थ्यो अरे हुन के हो होइन गुराँस त यस्तो छ दामी ठ्याक्क त्यति हुँदो रहेछ कि होइन सुगाइजना हामी त्यो बुटा इतुरका आइजन कि गुराँस राम्रो पनि देखिएन र यता आएको त भर्खर फुल्यो यहाँ त फलेको छैन ओए उहाँ छ है दामी त ए रातो देखियो होला है अलिअलि खासै क्यामेरा गजिलो होइन होइन गाइस ऊ के हो ल्याएर गाई चाहिँ नि त आउनै सकेन अहिले राम्ररी अब होसियारपूर्वक दिदीले भिडियो हेर्नु भने भान्जा र भाँदै छ नि त मार्नुहुन्छ मलाई ल गाइस त्यहाँ खतरा छ होइन यसो थम्नेलको लागि फोटोसोटो नि हानौँ होइन त्यहीँ अघि बसेर राम्ररी अब भान्जाजी ल गाइस अब बाटो चाहिँ यस्तै हो कि होइन हामी त फेरि यतैतिर हुर्केको जन्मेको यहीँ भयो हामीलाई त बाँदर हो हामी होइन तपाईँहरू चाहिँ आउनु पर्यो भने होसियार भएर आउनु ल चाहिँ नि त्यतातिर के छ र आउनुहुन्छ होइन तपाईँहरू ढोरपाटनतिर कता टिकटा कहाँ भाइरल भएका ठाउँ छन् नि त गुराँसे राता सेता गुलाबी है ल अब हामी चाहिँ त्यहाँ गएर खिच्छौँ फोटोसोटो होइन अब त्यतै गरेर भेटौँ ल बाटो चाहिँ औडै हो भिर सो हामी त घरदेखि त हामी पाइन्छ कि पाइन्न भन्दै त्यो दोधारमा परेको थियौँ नि त होइन यहाँको त लाली गुराँसको बनाइ भेट्यो नि त तर यहाँ रातो थियो उतैबाट चाहिँ हल्का हल्का गुलाबी पनि रहेछ कि त्यसलाई यसो तानेर खिचौँ है त गाइस ओइ मिल्दैन त यता नि छ नि होइन हल्का हल्का गुलाबी पनि छ कि दामी हो नि होइन उतातिर रातो छ त्यहाँ चाहिँ यहाँ गुलाबी छ चाहिँ त्यो त खतरा बनाइहाल्छ नि पहिला आउँदा नि यतातिर भयो चाहिँ बिर्सिसकेँ क्या मैले भन्नु थियो होइन यता नि बिर्सेको क्या मैले धेरै पनि त बनाउन आएको त्यही भएर गाइस यतातिर त बल्ल अलि हेर्न आउने जस्तो देखेर चाहिँ यता गुराँस गाइस भान्जा यता खाना टिप्न सक्दैनौ टिप्ने यसो हल्का सिनेमेटिक खानामा यहाँ कस्तो आउँछ क्यामेरा त राम्रो छैन त्यही नि सो गाइस अनि अहिले चाहिँ हामी खतरै ठाउँमा आइयो क्या यहाँ त खतरा बाक्लै रहेछ जोसी के भन्दै आएको थियौँ हामी अभिषेक घरदेखि पाइन्छ कि पाइन्न पाइए राम्रै भयो नपाइए वाक्क गरेर आउने भन्थ्यौँ यहाँ चाहिँ झाडी नै रहेछ गाइस बनाइरहेछ यतातिर चाहिँ यता बाख्लो आइज ल गोडा दुई एउटा थम्नेल हान्ने हो गाइस बुट्टैमा चढेर ल अभिषेकले खिच्छन् म ठ्याक्क पोस्ट दिन्छु ल सो गाइस हामी फाइनली धेरै त टिप्यो छैन थोरै है गुराँस नि रहन्छ क्या धेरै यहाँ औषधि हुन्छ कि त्यो के अड्कियो घाँटी साटी भने खानको लागि त्यही भएर
के हो यो लेउ जस्तो ल धेरै त टिप्पेन थोरै थोरै टिप्पेछ औषधिको लागि अब हामी घर जानुपर्ने हुन्छ पुरै फरै फरै भइयो जङ्गललाई त्यही भएर अब नुहाउनु पर्यो घर घर त्यो चाहिँ छ सानो सानो दुर्गा लाली गुराँस त रहेछ तर राम्रो फलेर हिँड्छ क्या किनकि यो लेक होइन नि त लेकमा हो क्या दामी गाडा देखिने यो चाहिँ खासै लेक होइन कि तल पर्छ लेक भन्ने माथि भूमिठानतिर पऱ्यो त्यतातिर पनि दामी नै हुन्छ त्यहाँभन्दा माथि जलजला कता कता झन् दामी हुन्छ होला अहिले चाहिँ हामी घर फर्किन लाग्यो गाइस जाने बेला यता भिडदेखि गयो आउने बेला यतादेखि आइयो हामी अहिले सुरुमा राखेको त्यहाँ चप्पल राखेको उहाँ लिन हिँड्छन् भान्जा है राम्ररी जाऊ है भान्जा ऊ त्यहाँ छ ठ्याक्क भान्जा लिन हिँड्छन् होइन यस्तो भए फुलसुल झर पुरै गतिलाई इतुर्का खानेकुरास नि झन्न पाइयो त्यही हो कुरो त्यो त यस्तो है ल अब हामी ट्याक्क लाएर सीतालामा बसिन्छ अनि अहिले आएको केरा खाइन्छ है सो गाइस अब हामी घर हिँड्न लाग्यो होइन यस्तो यति भयो जम्मा फुल त यता फर्काउ न राम्रो देखेन यार हो त्यही सब झर्ने रहेछ ए सब झरेर ए जम्मा यति भइयो अब बनाना खान पर्यो बनाना अनि ल बनाना खाएर घरतिर जानु पर्यो है गाइस बनाना खान जाइहाल्यो है यो चाहिँ घरै पकाएको धुर्सुला हालेर केही दबाई नहालिकन पकाएको लोकल प्योर लोकल स्पेसल छ गाइस ठुट ननिल्नु होला धेरै अब हामी घर जान्छौँ गाइस फाइनली घर आइयो अभिषेक घर आउनु बित्तिकै यहाँ छाट त्यस्तो भिरा नलोटेको मान्छे घर आएर लोटेको यी धुलै लाएर ताक्यो अरे यो मम्मीमा मस्त निदाउनु इच्छा फेरि यो फुल लिएर आइयो फुलै झर्ने रहेछ खोइ एउटी भान्जी फेरि यहाँ कार्टुन हेरेर बसिन्छ नि देखेको छैन नि ए कार्टुन हेरेर बसिन्छ नि बाबा नि आइसक्नु चाहिँ यो हाम्रा लोकल केराको आइज यत्र आउने डालैभरि लगाइस अब हामी नुहाउनु पर्यो फोहोर भइयो हे त्यस्तो भिरा जताततै गएको अब यहाँ दोधारिन्छ ओरिन्छ रगत आइन्छ त्यो देखाउनु हुन्न फेरि कम्युनिटी गाइडलाइन ल्याएको हो के लाउँछ युट्युबमा त्यही भएर हगिरा छडा त भान्जा पानी खाने यार छडेन अहिले धौला चराउँछ नुहाउने मान्छेले के हट सो गाइस अब आजलाई भिडियो यति नै भएको रे भिडियो कस्तो लाग्यो गएर यसो गुराँस हेरिदियो धेरै पछि गाउँ आइतो लगभग 2-3 हप्तै भयो गाउँ त आइराखिन्थ्यो भिडियो सिडियो बनाइन्थेन के अरे अब भिडियो त्यस्तै हो कहिलेकाहीँ फुर्सद भयो बेलामा चाहिँ बनाउने आज त फुर्सद नै हुन्न भिडियो कस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नु होला कमेन्ट बक्समा लाइक गर्नु होला भिडियोलाई अनि साथै च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर बेल नोटिफिकेसनलाई अलमा सेट गर्नु नभुल्नु होला अब आजलाई भिडियो यति नै यति भन्दै आजलाई भिडियो यहीँ अन्त्य गर्न चाहन्छु थ्याङ्क यू सो मच फर वाचिङ जय नेपाल।